हामीहरू यस्तो साग फलेको ठाउँमा आछौँ है त। अनि यहाँ कस्तो राम्रो फुलहरू फलेको छ यहाँ हेर्नुहोस् यहाँ। अनि त्यसपछि चाहिँ यहाँ थोरै बाटो बिग्रिएछ हेर्नुहोस्। अनि यहाँ कति धेरै राम्रो फुलहरू छ। अनि यहाँ के फलेको अरे धान फलेको छ। कति राम्रो फुल छ यहाँ। अनि त्यसपछि कति राम्रो फुल। अनि तलतिर जाने क्या घुम्न पुल्चाको फुल कम्पुचाको फुल कम्पुचा यता फर्केर भनिदेऊ। मैले चिकन मोमो खायो छैन किन नखाएको त? मैले त पाइनँ। थाहा छैन आलु फलेको छ यहाँ। अनि त्यसपछि कतै माथि चाहिँ के राखे त्यो बिरुवाको लागि घर बिग्राको लागि घर राखेको छ त्यहाँ यस्तो धान रोप्नेवाला। अनि त्यसपछि यसो छ यो चाहिँ यसको चाहिँ बिग्रेछ। कसरी बिग्रियो त? बिग्रेको छ नि त्यसले के बनाएको छ के गर अरे घर बनाएको अरे हात मिलाइदिउँ। यो बनानाको बोट ऊ त्यहाँ बनाना नि फलाएर हेर त। खोइ ऊ कता यहाँ कता यहाँ नि बनाना टिपेर खाम न बनाना पाके छैन हुँदैन खान हुँदैन अरू पढाइ मान्छेको नभए हाम्रो मामा घरको बाटोमा छ नि सोधा त ल हो पैसा लेख पैसा छ छैन चिकन मोमो कहाँ उया सोधा त भित्र छ कि छैन हालेर झोल हालेर खान्छु के पानीपुरीभित्र तरकारी हालेर म झोल हालेर खाइदिन्छु। ल जाऊ माग ल मलाई पानीपुरीभित्र त्यो छ नि तरकारी हालेर खाने। हमें डराकर मारने वाली है। हम तो उसके बारे में सब कुछ जानते हैं, फिर क्यों इतना डर रहे हैं? सब बातों की एक बात, मैं ऊपर जाकर वो ऐसा क्यों कर रही पूछ कर आता हूँ।
हेर नि यहाँ कस्तो राम्रो रहेछ भित्र ये स्टुडेन्ट हँ? यो के हो कुन यो के थाहा पानी हो पानी यो फोहोर पानी त्यत्तिकै राखेको होला के यो किन सजाएर राखेको होला नि त फोहोर पानी के गर्नु यत्तिकै यो सजाएर राखेको क्या यो के हो के यो के यो हो देखेन हौ के हो त्यो के हो त्यो यो अँ मैले पनि थाहा छैन यो क्राउन पोट हो क्राउन पोट हेलो यहाँबाट अङ्कल देखेँ मैले ल आऊ यता डिस्टर्ब गर्नु हुँदैन हेलो हेलो त्यहाँ पिराहरूको नखाए तर पिराहरूको खानामा यो खानपानी हो अँ खानु खाने यता म गीत सुनाउँदैछु कन्डामा तपाईँ हामी राम्रोले देशमा जिन्दगीमा त्यहाँ मलाई याद गर्न फेर्छु कसको चप्पल ला सम्झेको दादा ओ वन्डरफुल ओ वन्डरफुल 29 28 30 30 अनि 31 32 म भन् किन मलाई अब भन्न पुग्यो हजुरबाट धेरैचोटि गरेछ सानो बेबी हो के भयो राम्रो छ जाऊ त्यही हो छैन किन किनभने धेरै पिरो छ के भुजिया खाऊ